अधिकांश प्रतियोगिताहरूमा फाइनलमा पुगिराखेको छ। हामी उक्त क्लबका आदरणीय अध्यक्ष एवं प्रशिक्षक डेभिड लामा र टिम कोच टिम क्याप्टेन सुदेश तामाङसँग हामी केही कुराकानी गर्नेछौँ। यहाँलाई गोलेपन.com मा स्वागत छ। पक्कै पनि यो पेनाङमा यो प्रतियोगिता आयोजना भइराखेको छ। नेपाली खेलाडीहरू यो प्रतियोगिता खेलिराख्नु भएको छ। यो टिमलाई व्यवस्थापन कसरी गरिराख्नु भएको छ? अब हेर्नुहोस्, टिमलाई व्यवस्थापन धेरै गाह्रो हुन्छ किनभने सबै भाइहरू बाह्र ड्युटी गर्नुपर्ने हुन्छ। अब कहिलेकाहीँ छुट्टीको टाइम जस्तै होलिडे सन्डे यस्तै टाइममा उहाँलाई बोलाएर मैले सानो एउटा भनौँ न अब यो कहिले अब ग्राउन्ड पनि राम्रो छैन, जहाँ पाएँ त्यहीँ अब उनीहरू मैले प्रायः जस्तो हाम्रो प्लेयरहरू चाहिँ सेल्फ ट्रेनिङ गर्छ र त्यो पुस्तकको ठाउँमा त्यस्तै हो सबै। यसको लागि मेरो भाइले एकदम साथ दिन्छ मलाई, किनभने म अलि धेरै बिजी हुन्छु, त्यही भएर भाइलाई सबै क्रेडिट भाइलाई दिन्छु। पक्कै पनि यो मलेसियामा अन्य देशहरूमा पनि फुटबल प्रतियोगिता आयोजना हुन्छ। नेपालीहरू खेल्ने थुप्रै प्रतियोगिताहरू हुन्छ, तर मलेसियाको फुटबलको फाइट अन्य देशको तुलनामा निकै नै माथि पुगेको छ। त्यसको लागि यहाँहरूले दिनुभएको योगदानको हामी उच्च सम्मान गर्न चाहन्छौँ। र टिम व्यवस्थापन गरिरहँदा यहाँले आर्थिक पाटोलाई कसरी व्यवस्थापन गर्नुहुन्छ? आर्थिक पाटो भनेको यस्तो हुन्छ, अब भाइहरूले उनीहरूको तर्फबाट के पनि गर्नु सक्दैन। अब सानोतिनो व्यवसाय गर्छु, नेपाली रेस्टुरेन्ट मनोकामना चलाउँछु। त्यहीँबाट अब अलिअलि जुन हुन्छ अलिअलि खर्च त्यसरी नै मेन्टेन गरेर। पक्कै पनि यो आज पहिलो सेमी फाइनल खेल यसअघि एनपेनाङ गोल्ड कप फुटबल प्रतियोगितामा भिडन्त भएको थियो। यो दुई टोलीको फाइनलमा चिर परिचित प्रतिद्वन्दी र आज एनपेनाङ टिमलाई कसरी लिनुभएको छ? एनपेनाङ टिम भनेको अहिलेको उसमा सिनारीमा हेर्ने भने उहाँहरू एकदम स्ट्रङ हुनुहुन्छ, किनभने एउटै टिम सँगै बसेर खेल्ने अलिक मौका पाउँछ उनीहरूको। र हाम्रो चाहिँ फेरि त्यो छैन, किनभने कोही केएलबाट कोही जोरबाट कोही पेनाङबाट चाहिँ खेलाडी जम्मा गरेर अब टिम बनाउनु पर्ने हुन्छ। त्यही कारणले अब हेरौँ, तर गेम हो भन्न सकिन्न, भाइहरू पनि राम्रो नै छ भनौँ। पक्कै पनि यो टिमका खेलाडीहरू यो पेनाङभित्रकै छन् कि अन्य ठाउँबाट पनि यहाँले बोलाएर यो टिममा समावेश गरेर खेलाइराख्नु भएको छ? र यो व्यवस्थापन गरिरहँदा यो 12 घन्टा ड्युटी गरेर यो मैदानमा खेलिरहँदा खेलाडीको जुन क्षमता त्यो पुरै 100% दिएर खेल्न सकिराखेको छ कि छैन, त्यसको के कस्तो अवस्था छ, त्यसको बारेमा जानकारी दिनुहोस्। हजुर, पक्कै पनि अब पेनाङमा एउटै कम्पनीको चाहिँ छैन, तर प्रायः जस्तो सबै हाम्रो पेनाङको मात्रै छ। त्यसको लागि चाहिँ अब कम्पनीमा भाइहरूले अब मैले अघि हजुरले भनिसकेँ, सेल्फ ट्रेनिङ हुन्छ उनीहरूको प्रायः पनि, कहिले पनि अब टिममा बसेर ट्रेनिङ गर्न पाउँदैन। र तर पनि अब मुस्किलले टिम जोडिरहेको छ। आफ्नो अमूल्य समय दिनुभयो, समयको लागि यहाँलाई धेरै धेरै धन्यवाद। अब भने म मनोकामना एफसीका टिम क्याप्टेन सुदेश तामाङसँग केही कुराकानी गर्नेछु। आजको एनपेनाङ टिमलाई यहाँले कसरी लिनुभएको छ?